हेलो गाइज, हामी मर्निङ वाकमा जाँदैछौँ। ऊ चाहिँ कशिश हो। कशिश डन भएर हिँड्ने भएछन्। कशिश बुढो मान्छे भएछन्। कशिश त नि कशिश हो। कशिश बुढो मान्छे जस्तो ढाका टोपी लगाएर हिरो भएर हिँड्ने भएछन्। यता उड्नेछन्। ए हाम्रो हजुरआको खेत हो गाइज भन्नु कशिश। मैले त मुखै धुन बिर्सेछु कशिश। मैले त मुखै धुन बिर्सेछु त के गर्ने होला। मुख धुन बिर्सेछु। तिमीले मुख धोयो कि नै? आज खोइ साँच्चैको भयो है। अहिले पछि धुम्ला नि। कशिश चप्पल पनि राम्रो छ नि। आज स्कुल हो कि नै कशिशको? फुटबल पनि छ। कसको रे? हो र हो र खतरा छ क्या नि। गाइज यो विश्व अङ्कलको घर हो भन्थ्यो त। विश्व अङ्कलले के अरे पब्जी खेल्दाखेरि के भन्छन्? पब्जी खेल्दाखेरि विश्व अङ्कलले के भन्छन्? ए हो र कस्तो हुनुहुनेछ त नि? ए म त बाइक आयो भनेको थिएँ नि। ब्याडमिन्टन खेल्न पाइन्छ कि पाइन्न के? कसले बजाउँछ कि यस्तो? के है हो र रातिसम्म खेल्छन्। जाम है। यो कसको घर हो? यो घर कसको घर हो? घर कसको रे? भानी अन्टल र भानी अन्टल सुत्नु भएको क्या नि? कसरी आज पानी पर्छ कि पर्दैन? पर्छ रे साँच्चीको होला है। हो र कसले भन्थ्यो? कसैलाई देखाउनु मन लाग्छ त्यही अगाडि हिँड त। ए कसैले पार्रा कशिशको पार्रा हेर त। कशिश त बड्डो आएन। लोट्लाउ कशिश। ए सु गर्न जाने हौ। कसले सिकाइदियो? आफै सिक्यो। को गर्छ त्यस्तो? फुटबल खेल्ने मान्छे गर्छन् त्यस्तो। ए यो कुन चोक हो कशिश यो? आउँदैन। पाण्डे चोक होइन र? ऊ त्यो ढलाइ गरेको घर कसको? डक्टरको घर। डक्टर अङ्कलको घर होइन र? अभि